दर्शक वृन्द स्कुल पढाउने सर म्याडमहरू उता काठमाडौँमा आफ्ना हक हितको लागि सरकारसँग हार गुहार गरिरहनु भएको छ। त्यसको प्रत्यक्ष असर देशका 90 लाख विद्यार्थीलाई परेको छ भने स्कुल खुल्न सकेको छैन, पठन पाठन पनि ठप्प छ। यता प्युठान खालका यति धेरै बालबालिकाहरू स्कुल सञ्चालन नहुँदा यसरी काफल बेचेर दिन बिताउने गरेका छन्। यो भिडियो हेर्नुहोस्। 100 को 3 गिलास बेचेपछि 2-3 हजार हुन्छ। अनि के रे 5 गिलास 4 गिलास बेचेने हुन्छ। भनेपछि कसैलाई चाहिँ धेरै कसैलाई थोरै पनि बेच्नुहुन्छ एउटै मूल्यमा। अब नबिकेसी के गर्ने त? खै मलाई थाहा। तपाईहरुको सरहरू पनि जानु भएको छ आन्दोलनमा, थाहा छ तपाईलाई? काठमाडौँमा आन्दोलन चलिरहेछ। हजुर। अनि उहाँहरुलाई के भन्नुहुन्छ? तपाईहरु चाहिँ विद्यार्थी चाहिँ काफल बेच्दै हुनुहुन्छ, तपाईको सरहरू चाहिँ काठमाडौँमा आफ्नो माग पूरा गर्नको लागि भनौँ न आन्दोलन गरिराख्नु भएको छ। के भन्नुहुन्छ सरहरूलाई, म्याडमहरूलाई? फर्किनु चाहिँ हामीलाई पढाउनुस्। हजुर। धेरैजना विद्यार्थीहरू मैले देखेँ, यी विद्यार्थीहरू स्कुलमा हुनुपर्ने हो, कापी कलम समाएर स्कुलमा चाहिँ सर म्याडमको अगाडि होमवर्क गर्नुपर्ने हो, पढ्न पर्ने हो, लेख्न पर्ने हो, तर डालोमा काफल लिएर बेच्न बस्नु भएको छ।